हेलो नमस्कार साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। हैन, मेरो यो सानो छोटो भिडियो हेरेर सबैजनाले साथ दिनु होला, सपोर्ट गरिदिनु होला, फलो गरिदिनु होला है। अनि त्यही भन्न चाहन्छु मेरो चाहिँ यो भर्खर स्टार्टिङ हो। स्टार्टिङमा चाहिँ अलिअलि अब अड फिल त हुँदो रहेछ हैन। अब अलि एक्सपर्ट त भइँदैन नि त, बोल्दै जाँदाखेरि त आउँछ होला बोल्न पनि। अब सधैँ जस्तो म मेरो काममा लागिरहेको छु। अनि यता मैले चाउमिनको लागि रेडी गरेँ। अनि यता कस्टमरहरू हुनुहुन्थ्यो, अर्डर पनि दिँदै थिएँ मैले हैन। त्यसपछिबाट खाजासाजा पनि खाएँ। काम गर्दा गर्दा त भोक लाग्छ, खानु पनि त पर्यो टाइममा। अनि यता खानाको पनि रेडी गरेर खानाहरू लगभग पाकि नै सक्नु लाग्यो। अनि यता फेरि समोसा पनि फ्राई गरेर रेडी गर्नुपर्छ। बुवाले समोसा बनाइसक्नु भएको थियो। अनि यता खानाहरू दिँदै अनि अर्डर पनि दिँदै गरिरहेको थियौँ। बुवा र म हुन्छौँ प्रायः हामी चाहिँ यहीँ होटेलमा हैन। अनि त्यसपछिबाट त भाँडाहरू पनि थियो अलिअलि। बिहानको चियाको कपहरू हुन्छ नि त, बिहानमा त धेरै चियाको कपहरू हुन्छ। अनि त्यो सरसफाइ गरेँ। दिउँसोको लागि अलिक सजिलो हुन्छ कि कप रेडी गरेर राख्यो भने दिउँसो एकजना मात्र भयो भने पनि आरामले हामीले गर्न सकिन्छ नि त। अनि फेरि त खानाहरू पनि दिउँ। उहाँहरू दिदीहरू चाहिँ बनेपादेखि आउनुभएको रहेछ। पहिला पनि हाम्रोमा खाजा खाएर जानुभएको थियो। खाना चाहिँ छ भने थाहा थिएन अरे कि उहाँलाई चाहिँ आज थाहा पाउनु भएछ उहाँले चाहिँ। अनि त्यसपछि खानाहरू खानुभयो। मिठो छ एकदम, घरमा खाएको जस्तै लाग्यो। अनि एकदम मिठो लाग्यो, थ्याङ्क यू भन्नुभयो हैन। अनि यता फेरि अचारको लागि गोलभेडाहरू पखालेँ मैले पनि। अनि भटमास भुटेँ। अनि फेरि भटमास भुटेपछि अनि त्यसमा फेरि तिल पनि भुटेँ। अनि तिल पनि भुटेर साइड लाएर